पालाउनु न घट घट बाको आलु होइन यो कसको हजुरको मेरो हो हुन्छ खानु उहाँलाई यो थाल्न चाहियो आजीलाई ढेँडो खाँदै ढेँडो ढेँडो धेरै देखिए हैन अब यहाँ देखाउने हो नि त बल्ल आमै खुर्सानी आधा ल्याऊ मलाई कस्तो आधा अरू यत्रो पनि कस्तो आधा दिने हिजो र अमिले काट्नु न किन कसले फाल्छ काट्न लाउनु पर्दैन अमिले काट्नु भयो मलाई काट्न आउन्न यत्रो खुर्सानी छ खुर्सानी हेर न यहाँ यही हरा यही खुर्सानी दिने भन्ने त नि मलाई आउँदैन कि काट्न बाबाले जे पनि काटिन्छ अनि चक्कुर काटिदिलो त म काटिदिन्छु के काट्नु भनेको मैले दिन्छु के त्यसले किन उठाछस् नसा भन्न यसलाई उठाउने हो पानी भन्न नसके मैले यसलाई उठाउने भनेर अलिपुर जाँदा कुसुम ल राख्ने टोका काट्ने कुरो केही छैन त्यो चक्कु लाग्दैन खोइ काछ र नलाग्ने चक्कु पनि छैन निलो पनि छैन दाँतेको परे मात्रै राइछ राइछ भाउजू ल्याउनु आधी हजुर है आउनु हाँसी हाँसी क्या त बिहानै यो ढिँडो मान्छे खानु मन लाग्यो कसलाई यसलाई सपना पुरा भयो बाबु म चाहिँ भएन नि अरे भएन नि भएछ त होल खाना आउला मासु खानु मन लाग्यो यसलाई दुईटा कुरा ल्याइदिनु कि सेलेरी आएको बेलामा होल कसरी काट्ने सानो भनिदिनु धोका त्यो कहाँ पाउँछ कि सुँगुर पनि थाहै पनि छैन फेरि माया आफूले खाएको भए थाहा हुन्छ कहाँ जहाँ ब्रोइलरको मासु गर्छ त्यहाँ भनिदिएको हो नि हो चिकन रेडी गर्यो भने घरबाट बनाउँदै हो के गर्नु पर्दैन त्यसले भित्रको सफा गरिदिन्छ किन निकालेको विकास त्यो यहाँ हो कि मासु उस निकालेको यो आर्म्सले नि नि हो सानो मलाई त यहाँ चाहिँ ढेँडो थप्नु होला है काटे काटे भइसक्यो त ले बाबु खानी हो सानो खानी हो आधा त्यो ममा खानु नखानु कासे हाँगा पर्ने हो पिरो वाले पिरो त भयो खाली एउटा खुर्सानी ओ त्यो अचारको अचारको भयो नत्र मगाउँछु यो आमा हुन्छ आमा नराख्छु भएन खानु पर्यो खायो त म किन नखाएको बाबु के पैसा मिलाउँदै सोचिसक्यो ढेँडो के ढेँडोमा आइसक्यो त्यो चिसो हुन्छ भनेर झन् एमा बस्ने भनेको त्यहाँ हेर्नु यसको स्टाइल भगवान् के गरेको र ए ढेँडो खाने मान्छे यता हेर त ढेँडो खाने मान्छे यता हेर ढेँडो ल्याइदिनु नि देखाइदिन्छु कसरी खाने सिकाउँछु ल खा त ल सिका बाबु कता जान्छ ए तेरी ए मजा है त्यही हाम्रो पर्दैन ट्रेन खाएको भए ढेँडो अलिक ढेँडो निकाल्नु यहाँ छ त तेलै तेल छ यहाँ त मलाई हुँदैन अहिले खानालाई बाबाले भात पुग्दैन नि त्यसले खाना हुन्न भन्नु छु त मुटुले दिएर के तेल खानु हुन तँलाई राख्नु हुन्छ त्यो रोगी हो नि तँ नि त हिँड्छ के आफू त रोकिन हो भने गर्छस्